के तपाईँ सी प्रिपरेसनको लागि सिरियस हुनुहुन्छ? यदि सिरियस हुनुहुन्छ भने यो भिडियो हजुरको लागि। नमस्कार, मेरो नाम अदिश खदेडा, सी र्याङ्क 11 हाल म आइएममा एमबिबिएस पढ्दैछु। धेरै स्टुडेन्ट्सले भन्नुहुन्छ म पढ्न त पढ्छु तर मेरो मार्क्स चाहिँ बढेको छैन, सीमा नाम निकाल्नै सकेको छैन। अब हामीले बुझ्नुपर्छ कि सीमा नाम निकाल्नको लागि मेहनत मात्रै पुग्दैन। कम्पिटिटिभ एक्जाममा सबै स्टुडेन्टसँग इक्वल टाइम हुन्छ र जो स्टुडेन्टले कम टाइममा धेरै पढि भ्याउँछ एट द एन्ड गएर उसले नाम निकाल्नेछ। म आफू सी प्रिपरेसन गर्दाखेरि मलाई लाइभ क्लासहरू कहिले पनि मन परेन, किनभने लाइभ क्लास एकदमै स्लो हुन्छ र इनएफेक्टिभ हुन्छ। त्यही भएर सिलेबस छिटो कम्प्लिट गर्न भनेर म वान सर्ट भिडियोहरू हेर्छु। अब वान सर्ट भिडियोमा समस्या के छ, हो छोटो त हुन्छ तर उसले बुझाएर पढाएको हुँदैन, इनफ डिटेल कभर हुँदैन। र म जहिले त्यस्तो भिडियोको खोजीमा हुन्थेँ जुन छोटो होस्, बुझाएर पढाओस् र इनफ डिटेल पनि कभर होस्। अब मैले आफ्नो टाइममा त्यस्तो भिडियो कहिले पनि भेटिनँ, तर मैले तिमीहरूको लागि त्यस्तो भिडियो बनाएको छु। केमिस्ट्रीमा पनि धेरैलाई फिजिकल केमिस्ट्री एकदमै गाह्रो लाग्छ। धेरै स्टुडेन्ट्सले भन्नुहुन्छ अर्ग्यानिक इनअर्ग्यानिक त म जसो गरौँला, तर फिजिकल केमिस्ट्रीमा म कन्फिडेन्ट हुनै सकेको छु। त्यही भएर प्रेजेन्टिङ यु फिजिकल केमिस्ट्री इन 27 आवर्स। मैले 27 घन्टामा फिजिकल केमिस्ट्रीको 15वटा च्याप्टर पुरै डिटेलका साथ कम्प्लिट गरेको छु। तिमीले दिनमा 4 घन्टा पढ्यौ भने 1 हप्ताभित्र तिम्रो फिजिकल केमिस्ट्री कम्प्लिट हुनेछ। बेसिकबाट बुझाएर पढाएको छु। र डिटेलको कुरा गर्ने हो भने जति डिटेल पढेर, जति फिजिकल केमिस्ट्री पढेर मैले र्याङ्क 11 ल्याएको थिएँ, त्योभन्दा बेसी डिटेल मैले तिमीहरूलाई अहिले पढाएको छु। मैले यो कोर्सको डेमो भिडियो एकेएन केमिस्ट्री फेसबुक पेजमा अपलोड गरेको छु। एकताल डेमो भिडियो हेर्नु, मन पर्यो र किन्न इन्ट्रेस्टेड छौ भने मलाई यो कन्ट्याक्टमा वाट्सएप गर्नु। प्राइसको कुरा गर्ने भने एक्चुअल प्राइस 1900 रहेको छ र अहिले अफर प्राइस घटेर 1600 रहेको छ। एन्ड ट्रस्ट मी, यु विल नट रिग्रेट इट। मैले अहिलेसम्म कुनै स्टुडेन्टबाट नि नेगेटिभ फिडब्याक पाएको छैन। अब अझै डेमो भिडियो चाहिएमा मैले एउटा फ्री टेलिग्राम च्यानल बनाएको छु। यो च्यानलमा मैले 1 घन्टा 30 मिनटको भोलोमेट्रिक एनालाइसिस, 2 घन्टा 50 मिनटको केमिकल थर्मोडायनामिक्स अपलोड गरेको छु। साथै स्टुडेन्टको लागि भनेर मैले त्यो च्यानलमा धेरैवटा केमिस्ट्रीको स्टडी मटेरियलहरू पनि कलेक्ट गरेको छु। यो टेलिग्राम च्यानलको लिङ्क कमेन्ट सेक्सनमा रहनेछ। थ्याङ्क यू भेरी मच। फिजिकल केमिस्ट्री च्याप्टर नम्बर 15 हामी सुरु गर्दैछौँ सलिड स्टेट। के छ त च्याप्टरमा आउटलाइन? टाइप्स अफ सलिड छ। त्यसपछि हामीसँग क्रिस्टल ल्याटिस, डिफ्रेन्ट टाइप्स अफ क्रिस्टल ल्याटिस, त्यो भित्रको हाम्रो क्युबिक क्रिस्टल हामी अलि डिटेलमा पढ्छौँ। त्यसपछि हामीसँग 3D क्लोज्ड प्याकिङ, NaCl को युनिट सेल, त्यसपछि हामीसँग रिफ्रेक्टिङ क्रिस्टल, सर्ट क्युब, फ्रिङ्कलहरू। ओके, सो हामीसँग बेस्ड अन एरेन्जमेन्ट हामीसँग 2 प्रकारको सलिड छ। एउटा छ एमर्फस, अर्को क्रिस्टलाइन। अब नामबाटै थाहा हुन्छ एमर्फसमा एरेन्जमेन्ट पक्कै पनि के होला त, राम्रो नहोला, नमिलेको होला, हैन, हेपाजार्ड एरेन्जमेन्ट होला भने। क्रिस्टलाइनमा के हुन्छ, रेगुलर मिलेको के छ एरेन्जमेन्ट छ। अब मेल्टिङ पोइन्ट गेस गर्न सकिन्छ। एमर्फसमा तिम्रो एउटा वेल डिफाइन्ड, हैन, तिमीसँग कुनै पनि शार्प मेल्टिङ पोइन्ट हुँदैन। ओके, एउटा रेन्जमा मेल्ट गर्छ। क्रिस्टलाइनको के हुन्छ, we have a sharp exact melting point. ओके, नेचर कस्तो हुँदो रहेछ, यो आइसोट्रोपिक हुँदो रहेछ। ओके, क्रिस्टलाइनको नेचर एन आइसोट्रोपिक हुन्छ। यसको मिनिङ के हामी हेर्छौँ र पहिले चाहिँ एक्जाम्पल लेखौँ। एमर्फसको एक्जाम्पल म लेख्न सक्छु ग्लास, रबर, प्लास्टिक। क्रिस्टलाइनको एक्जाम्पल म लेखेँ डायमन्ड, ग्राफाइट र आयनिक सलिडहरू। अब हामी आइसोट्रोपिक र एनाइसोट्रोपिक यसो बुझौँ। सो मसँग के छ, यहाँ क्रिस्टलाइन सब्सटेन्स छ, यहाँ मसँग एमर्फस सलिड छ। ओके, म देख्न सक्छु जुन स्मल र बिग पार्टिकल छ या क्रिस्टलाइन स्ट्रक्चरमा कति मजाले मिलेको छ है, रेगुलरली बसेको छ, लाइनमा मिलेर बसेको छ। तिम्रो के छ, एमर्फसमा हेर त ग्याजेङ गुजुङ सबै हेपाजार्ड छ क्या। अब के हुन्छ भन्दाखेरि मैले यो क्रिस्टलाइन सलिडमा मैले एउटा लाइन ताने। मैले यो लाइन तान्दाखेरि मैले स्मल पार्टिकलहरू मात्रै पाएँ। ओके, मैले यसरी लाइन ताने भने म बिग पार्टिकल मात्रै पाउँछु। मैले यसरी लाइन ताने भने म दुईटै स्मल बिग दुईटै पार्टिकल पाउँछु। सो के भइदियो भन्दाखेरि डिफ्रेन्ट डिरेक्सनमा डिफ्रेन्ट कम्पोजिसन छ क्या, डिफ्रेन्ट डिरेक्सन डिफ्रेन्ट कम्पोजिसन। त्यही भएर यसलाई एन आइसोट्रोपिक भन्छ, डिफ्रेन्ट छ भने।
ओके तर म एमर्फस सल्टमा हेर्ने भने तिम्रो स्मल बिग पार्टिकल यति हेपाजार छ नि म जुनै पनि लाइन तानु तिम्रो त्यो लाइनमा तिम्रो के हुन्छ त बिग र स्मल पार्टिकल भेट्छौ क्या त्यही भएर भन्छौँ हामी हर एक डिरेक्सनमा के छ सेम कम्पोजिसन छ द्याट्स वाइ तिम्रो एमर्फसलाई के भन्ने आइसोट्रोपिक भन्ने ओके यसो हेर्दाखेरि हैन क्रिस्टलाइनको आइसोट्रोपिक हो कि जस्तो सोच्न सकिन्छ तर एक्चुअली क्रिस्टलाइन के रहेछ एन आइसोट्रोपिक रहेछ अब हामीसँग टाइप्स अफ सलिड छ बेस्ड अन बाइन्डिङ फोर्स तिम्रो सोलिडको कम्पोनेन्टहरुलाई केले बाइन्ड गरेको छ जस्तै कि आयनिक सोलिडमा म भन्न सक्छु तिम्रो बाइन्डिङ फोर्स के होला त आयनिक बोन्ड होला जसले तिम्रो केटायन र एनायन यो दुईटा कम्पोनेन्टलाई के गरेको छ बाइन्ड गरेर राखेको छ एक्जाम्पल म लिन सक्छु NaCl ZnO मेटालिक सोलिडमा पक्कै पनि मेटालिक बोन्ड होला बाइन्डिङ फोर्स मेटालिक बोन्ड हाम्रो कर्नल र इलेक्ट्रोन बीच हुन्छ र मेटालिक सोलिडको एक्जाम्पल म लिन सक्छु मेटल्स इटसेल्फ एज वेल एज एलोइज ओके कोभ्यालेन्ट सोलिड पक्कै पनि यसमा के छ कोभ्यालेन्ट बोन्ड छ तिम्रो एटमहरु बीच कोभ्यालेन्ट बोन्ड छ जस्तै कि कार्बन 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 मिलेर तिम्रो डायमन्ड बनाउँछ त्यसैगरी ग्राफाइट पनि बनाउन सक्यो अरु कोभ्यालेन्ट सोलिडको एक्जाम्पल सिलिका छ अनि क्वार्ट्ज पनि छ यो सबै याद हुनु पर्यो त्यसपछि मोलिकुलर सोलिड पक्कै पनि तिम्रो मोलिकुलहरु बीच के होला त भ्यान्डर वाल फोर्स होला हैन त तिम्रो कम्पोनेन्ट या मोलिकुल छ अब यसको एक्जाम्पल हुन सक्छ आइस तिम्रो वाटर हैन ड्राई आइस हुन्छ CO2 मोलिकुल सलिड बनाएको सुगर ग्लुकोजले तिम्रो मोलिकुलर सलिड बनाएको सो हामीसँग टाइप यो चारवटै हो ओके अब हामी के गरौँ यो चारवटामा मेल्टिङ पोइन्ट अथवा हार्डनेस के गरौँ कम्पेयर गरौँ अब अब्भियसली हैन हामीलाई थाहा छ डायमन्ड के हो स्ट्रङ्गेस्ट हो भनेपछि तिम्रो कोभ्यालेन्ट सोलिडहरु के हुनु पर्यो त सबसे स्ट्रङ सबसे हार्ड हुनु पर्यो मेल्टिङ पोइन्ट सबसे धेरै हुनु पर्यो त्यही भएर फर्स्टमा म लेख्छु कोभ्यालेन्ट त्यसपछि म आयोनिक लेख्छु त्यसपछि म मेटालिक लेख्छु र लास्टमा म के लेख्छु मोलिकुलर लेख्छु किनभने मलाई थाहा छ भ्यान्डरवाल फोर्स सबसे विकेस्ट हो मलाई त थाहा छ ओके अब आयनिक मेटालिक आयनिक भनेपछि तिम्रो NaCl हरु के हुन्छ यसको के हुन्छ हार्डनेस बढी हुन्छ मेल्टिङ पोइन्ट बढी हुन्छ अब सोच्न सकेला हैन मेटल हुँदा हुँदै तिम्रो नुन कसरी स्ट्रङ भयो एक्चुअली वी आर टकिङ स्ट्रङ तिम्रो मोलिकुलर लेभलमा के अब तिम्रो साल्टको कुरा गर्यौ साल्टको त तिम्रो क्रिस्टल एकदम सानो सानो हुन्छ नि अब त्यो क्रिस्टल ब्रेक गर्न जुन एनर्जीको कुरा गर्दैछौ नि हो त्यसको कुरा चलिरहेछ के ओके त्यो चाहिँ एकदमै हाई हुन्छ यसो सोच्दाखेरि नहोला जस्तो लाग्छ हैन अनि इलेक्ट्रिकल कन्डक्टिभिटीको कुरा गर्ने भने यो चारवटा मध्ये तिम्रो इलेक्ट्रिकल कन्डक्टिभिटी गर्न सक्ने एउटा भनेको मेटालिक छ किनभने यसमा फ्री इलेक्ट्रोन छ अर्को भनेको तिम्रो आयनिक हो किन बाबुसँग के छ आयन छ र तिम्रो यदि मोल्टन भयो एक्वस भयो भने हो त्यतिखेर चाहिँ मजाले तिम्रो इलेक्ट्रिकल कन्डक्टिभिटी गर्न सक्छ सोलिड फर्ममा अलि गर्न सक्दैन नि त के क्वेशन छ भनेको छ आयोडिन इज पहिलो कुरा त आयोडिनमा के छ I2 मोलिकुलहरुले भ्यान्डरवाल फोर्स बनाएर एउटा सोलिड बनाएको छ सो इट इज एन एक्जाम्पल अफ मोलिकुलर सोलिड ओके त्यसपछि अर्को छ पार्टिकल अफ क्वार्ट्ज आर प्याक्ड बाइ ओके अब क्वार्ट्ज भनेको हामीले पढिसक्यौं इट इज अ कोभ्यालेन्ट सोलिड र कोभ्यालेन्ट सोलिडमा के हुन्छ दुईटा एटमलाई जोडेको हुन्छ कोभ्यालेन्ट बोन्डले र हुन्छ अप्सनमा बी कोभ्यालेन्ट बोन्ड फोर्सेस त्यसपछि व्हिच अफ द फलोइङ इज नट अ क्रिस्टलाइन मोनो के छ त फर्स्ट दुईटा अप्सन KCl CHCl यो दुईटा के हो दिस इज आयोनिक सोलिड र आयोनिक सोलिडहरु जहिले पनि क्रिस्टलाइन हुन्छ ब्रोमिक सल्फर यो तिम्रो कोभ्यालेन्ट सोलिड हो र यो क्रिस्टलाइन हुन्छ र हामीले एमर्फस पढेको यहाँ के छ त ग्लास